हामी अघि आधा घण्टादेखि यही जगदीशपुर तालमा छु। के हाँस्यो गाइज? अब एकछिनमा हाम्रो यहाँ रिस चल्न लागिसक्यो है होला। निस्केछ अम्बा। कहिले देख्नु भयो यहाँ बसेर अम्बा खाएको? जे गर्छ नेपालीले गर्छ। जगदीशपुर ताल नजिकै हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ हामी फ्यामिली भएर जगदीशपुर ताल घुम्न जान लागेको र अहिले चाहिँ हामी बुटोलको बाटो भएर देवीनगरबाट अहिले चाहिँ हामी बेलबास निस्किन लागेको र अब हेर्नु कस्तो हुन्छ भिडियो लास्टसम्म हेरिदिनु होला। काजलै लक्क थियो अन्त मेकअपै काजल लाएको भन्नु नि त। मुख खोल्नु न। काजल लाएको खोला नाला हेर्न। छि कुन ताल भन्नु न। के ताल भन्छ खै भन्नु। जगदीशपुर ताल भनेको होइन? जगदीश ताल। गजडी ताल ए गजडी ताल खाली गजडी ताल ल जगदीश ताल जगदीश। अब हामी त्यही भेटेर भिडियो गराउँछौँ। पानी खाने ब्रेक। घरबाट चिसो पानी ल्याएको फाइदा। हामीहरू मम्मीहरूलाई मिटिङ गर्दैछौँ। यहाँ आउनुहुन्छ मेरो देश का मेला है थोड़ा साइड लगिए देश नहीं तो हान देगा। नहीं तो इसी में चढ़ के जाना पड़ेगा। ल अब हामी जगदीशपुर तालको धेरै नजिकै आइपुगेको छौँ। यो चाहिँ अब मेन रोडबाट भित्र जाने बाटो हो र यसबाट चाहिँ हामीले सोच्दाखेरि 10-11 किलोमिटर पछि आउँछ। सिधै छ रोड भन्दै हुनुहुन्छ। ल हेर्दै जाउँ है गाइस, बाई। बाटोहरू छ र अझै यहाँबाट 10 किलोमिटर दूरीमा छ भनेर यहाँको लोकल बासिन्दाले भन्नुभएको छ। हामी जाँदैछौँ र यो यहाँ पनि मदौलिया रहेछ। यति नजिक मदौलिया रहेछ। यति नजिक हामी कहाँ आइपुग्यौँ हो? अरे पापा रुको तो हम भी पीछे हो क्या? राम्रै रहेछ रोड। मम्मी पापाहरू आउँदै हुनुहुन्छ।
पछि अघि अघि सिधै त होला सिधै हो जगदीशपुर ताल आइपुग्यौँ तर तालको अझै ठेगाना छैन कहाँ हो। जगदीशपुर ताल खोज्दा यहाँ मेरो पुट्ठो दुखिसक्यो। अझैसम्म जगदीशपुर ताल भेटेको छैन। म थाकिसकेँ। छिछि मेरो खुट्टा दुख्यो। थाक्यो गाइस जगदीशपुर ताल भनेको। मेरो त खुट्टा दुखेछ गाइस। हामी जगदीशपुर ताल आयौँ। एउटा एनर्जी छैन भिडियो बनाउन। आउँदा कालो नि भयो। यति टाढा रहेछ बुटोलबाट त नजिकै होला भनेको के को नजिक हुने। ऊ मम्मीहरू के गरिराख्नु भयो। दामी रहेछ यार। यत्रो टाढा यार आउँदा हुन्छ पापा आउँदै हुन्छ। यता नि भिडियो चलिरहेको। खै बोट चलेको र ए चले रहेछ। वाह ठिक छ। यहाँ यहाँ बसेर एकछिन हेरौँ न। यहाँ त्यहाँ होइन यहाँ बस्ने। कहाँ बस्ने त्यो कहाँ यहाँ छ आई लभ जगदीशपुर ताल। पापा हजुर थाक्नु भएन आउँदा? थाकिसकेको छु। ल हेलो गर्नु पापा। वहाँसम्म रहेछ। दामी रहेछ त। ल अब हो यही बस्न पर्यो एकछिन। ल बस्नु एकछिन। आनन्द भयो। त्यही त 4 नम्बर। कोही स्वानमा डुबिरहन् रे डुलिरहन्। कोही बोट अर्को बोटमा कोही छोटमा उहाँमा पर्छन्। हाँसवाला पनि आइरहेछ चुकुन गर्दै। मम्मी हाँसवाला बोट पनि आइरहेको चुकुन। लोटस खुसबु लोटस हेर्न आइज। यहाँ कस्तो राम्रो लोटस छ। धेरै नरहेछ छोटो रहेछ। यो चाहिँ स्वानवाला बोट रहेछ। आइरहन् चुक्कुन आउ यही हो गाइस जगदीशपुर ताल। फर्स्ट टाइम हो मेरो। हामी पनि बोटमा जाने हो यसो डुल्न।
खोजिरहेको मलाई यो के हो के भयो मम्मी लगाउनु न मन लाउन त्यसो यो टिपेर राख्छु लाउनु पर्दैन लैजाउँ अल सेट टु गो गाइज यता हेर्नु कता उता एकै साइड बस्नु हजुर हो र म उता बस्नु के हुन्छ म त यति हामी छु हजुर उता बस्यो तर हान्नेमा हजुर अब चलाउने मान्छे दुइटै सुझाइमा भयो भने ठिक हुन्न फेरि एकजना उता हुनैपर्छ हजुर मैले चलाउँछु तिमीले चलाउँछु नि त फेरि ह्यान्डल घुमाउनु होला हजुर कस्तो यो के गर्ने हो भइरहेछ त मजा आइरहेछ दुईजना त बवाल देखिनु भयो त आउने रहेछ के पानी भिडियो अनि हाई पापा हेलो हेर्नु छिटो हामी आएको छौँ जगदीशपुर ताल ये मैले नि आँखा देखेको त छैन तर पनि भिडियो आइरहेछ होला मम्मी आयो भने अघिको त उ हो अघि हामीभन्दा त्यहाँ गाडी त अब चढ्ने कुरा चाहिँ चढिहाल्यो सिकिहाल्यो आफै चलाउने हो ढिलो गर्छ के उनीहरूको उतातिर जाने बेला छिटो हुन्छ होला त्यसले गर्दाखेरि हामी चाहिँ जति हाने नि यहाँबाट पानी आइरहेछ यहाँबाट मम्मीलाई ब्याक क्यामेराले ए सही हो टाइम पास र गाइज हेर्नु यहाँ बसेर पनि हामी अब के खान्छौँ हेर्नु वाउ यहाँबाट निस्केछ अम्बा कहिले देख्नु भयो यहाँ बसेर अम्बा आएको जे गर्छ नेपालीले गर्छ के छैन जे गर्छ नेपालीले गर्छ खै यता घुमाउनु है डुपुल्की मारे कहाँ गयो मम्मी मोबाइल पनि फाल्छ के हे भगवान फाल बरु केही हुन्न यस्तो केयरलेस चाहिँ मन पर्दैन है हामीलाई लास्टिक एकदम लोड पर्दैन थियो खोइ चरा त कता हरायो मिठो छैन अम्बा खाएको गयो अम्बा मिठो छैन कस्तो लाग्यो भन्दाखेरि यो विकास हो क्या एउटा रस छैन टेस्ट छैन पानी पानी पानीको मात्रा मात्रै पुऱ्याउँछ म चाहिँ भिटामिन डी खाइरहेको छु
बोटमा बसेर पानीमा खसा लाउला के तिम्रो हात त त्यस्तै हो फेरि भयो मम्मी भयो गाइस अब एकछिनमा हाम्रो यहाँ रिस चल्न लागिसक्यो है मम्मीलाई देखेर अघि भर्खरै त्यो ढक्कन फालिसक्नु थियो पानीमा धनेले त्यो हल्कातिर भेटाउनु भयो सँगसँगै ऊ त्यहाँ फोन पनि राख्नु भएको छ हेर्नु त्यहाँ फोन राखेको स्टाइल पापालाई रिस उठाउने हामीलाई रिस उठाउने आफू भने ऊ मलाई एकैचोटि घट्ट गराइदिने के हो के हाँस्यो के चस्मा होइन मोबाइल पनि बल्ल हान्नुभयो यसो कति नाटक गर्न जान्नुभयो क्या हजुर होइन अब गयो अब चस्मा पनि आँखामा लाउने चस्मा यहाँ लाउँछ अनि उठ्दैन अनि उठ्दैन त अझै के खसाले हुन्छ झ्याउ लाग्दा हावा रिस उठ्ने यार ती के हो न केही हो त्यस्तै नै फोन खसाल्नु हुन्थ्यो भनेर फोन राखेको यस्तो रिस उठ्ने यार गयो पापा मम्मीको चस्मा अब बल्ल हान्नुभयो अब त दुःख लागेर राख होला नि केही दुःख लाग्दैन हजुरकै चस्मा भनेको त के अरे नि मैले नि गयो नि अब त्यो चस्मा नयाँ थियो बल्ल हान्नुभयो जगदीशपुर तालमा आएर गाइस आफ्नो चस्मा पानीलाई अर्पण गर्नुभएको छ यही हो वो सक्स यो मेरो मम्मी हो अझै पिर लाखाइन खुब छोरीहरूले नयाँ चस्मा दिइहाल्छ नि भनेर सोच्नुभयो होला त्यही भएर केही छैन पिरु लुज भएको थियो केही होइन त्यो चस्मा लाउने आँखाको लागि एकैछिन त्यसपछि लास्टमा टाउकोमा तर त्यो चस्मा त ठिक किन्दैन कि राम्रो खाले चस्मा किन्नुपर्छ कि अब खुसबुले थाहा पायो भने यति गाली गर्छ म त केही बोलिनँ ल हामी के गर्यो त्यो भन्दा नचलाउनुहोस् यार मम्मी पापालाई रिस उठाउनु भयो म त के खसाल्नु भयो भनेको यार म त ल के खसाल्नु भयो अब त्यो पछि कस्तो भइरहेछ त जगदीशपुर मैले उसलाई भनिसकेको थिएँ यहाँ मम्मीले पो खसाल्नु भयो त्यो चस्मा जाने बेलामा अनि के मगर जान्छ यस्तो छ यो यता तिमीहरू तर तामा त अनि तलै जाने फोटो त्यहीबाट पहिला फोटो खिच्छौँ है मम्मी चेन्ज गर न अलि अड्डा छातीमा यसो राखेर गऱ्यो अब ल मम्मीको विस पुरा भओस् हामी अघि आधा घन्टादेखि यही जगदीशपुर तालमा छौँ पापा यहाँ मम्मी देखिनु भएन मम्मी जुन कि चस्मा हराउनु भयो यता मजा आइरह यहाँ मस्त हावा लगाइरहेको कौवा सिजनमा आउँछ कि जाडो जगदीशपुर तालको चटपटी कस्तो लाग्यो तिमीलाई मिठो
मिठो जगदीशपुर ताल नजिकैको उयो ठेलामा बनाएको चटपटे मिठो उहाँ हुनुहुन्छ गाई। अब जगदीशपुर तालबाट हामी घर फर्किन लागेको। मम्मीको फोटोसुट अझै सकियो छैन, यहाँ पापाले खिच्दै हुनुहुन्छ। पापालाई टर्चर गर्नु फोटो खिच्दै कि खिच्दै भनेर अझै सकेन। मेरो पापालाई दुःख दिएर सकेन अझै। अझै खिचेर भ्याउनु भएन हेरे गाइजी। सकिन्न आजकलको मम्मीहरूलाई। अब चाहिँ हामी साँच्चैको घरतिर लाग्यौँ। मम्मी भनेको त बिचरा ऊ त बहिनीलाई पो मम्मी भनिरहे। मम्मी यता बाई जगदीशपुर ताल बाई बाई। पापा हजुर पनि आउनु यहाँ। ए पापा त रेडी भइसक्नु भयो, छोडिदिनु। ए बाटो सोधौँ न बाटो।